गुच्ची होइन त्यो सेकेन्ड थर्ड क्लासको गुच्ची चाहिँ मैले अघि चेक गरिसकेको स्क्रिनसट गरेर हेर्न कति पर्छ गुगलबाट देखाइहाल्छ नि मलाई भिडियो गर्दैछु कि युट्युबमा हाल्नु पऱ्यो नि त यस्तो हामी आज मोरङको केराबारीमा सबैभन्दा लामो पुलमा हामी आएको छौँ है यहाँ मेरो साथीहरू छौँ सागर मुक्ति अब चटपट दामी हान्ने के खान्छस् त खान्छस् तर अस्ति नि बनाएको लास्ट मिठो भएको छ यार विजय यार कसम यार किन खाने त्यो विजय तैँले र मैले बनाएको छु हुर्के भसनपुरमा यार मिठो भन्दै आयो हामी अगाडि हिँड्छौँ ल नेपालको पूर्वको सबैभन्दा लामो पुल होइन क्यामेरा घुमाएँ मैले ल यता मैले क्यामेरा घुमाएँ अब तपाईँहरू यताकै बासिन्दा हो लोकल सर हो तपाईँहरू बोल्नु न त हो यताको लोकलहरू हो तपाईँहरू हामी एकदम लोकल है ल ल ल किन लजाउनु भएको तपाईँ अर्काको बुढाहरू अर्काको बुढाहरूले अर्काको बुढीहरू हेर्ने हो ए हो सरी है त्यसको लागि चाहिँ सोल्डेनीहरू सजिलो साइन सोल्डेनीहरू हामी आज यो ठाउँमा आएर है टिकटक बनाऊ है सोल्डेनीहरू ल सबभन्दा लामो पुलमा छ हाम्रो सागर सरको चाहिँ ससुराली यतै है फेरि है ससुराल गएको आम्मा मेजमान खाएर यार खाइरहन्छ भनेको के छ मुक्ति सर अनि दामी छ होइन सागरको ससुराली गएको मेजमान खाएर भुँडी फुलाइयो हो कस्तो छ यो हाम्रो मोरङ जिल्लामा पर्दो रहेछ सबैभन्दा लामो पुल हाम्रो अगाडि जाने सोल्डेनहरू त अर्काको बुढाहरू भनेर यार म त खोइ हातमा दिनुहोस् न हौ सोल्डेनी हातमा दिनुहोस् क्या हातमा तल सोल्डेले दिएको देखा त खोइ ल ल ल रहेछ ल यस्तो छ है गाइज हाम्रो सागर सर चाहिँ पुरा परदेखि टक टक आउँदै हुनुहुन्छ है के छ राम्रो छ होइन ल हाम्रो मुक्ति सरलाई चाहिँ सोल्डेनले दिनुभयो अगाडि जाने सोल्डेनले यो अमला फुल्ने टाइममा अमला दिनुभएको रहेछ अमलाको है हेलो सोल्डेनीहरू यता फर्किनुहोस् न हौ यता यता हामी त पाहुना पो त हौ अनि चिनजान गरौँ के हुन्छ त नानी घरमा भालेहरू पाल्नु भएको छ भने हामी मेजबान खान जान्छौँ क्या रे तपाईँको लागि फुल ल्याइदिएपछि लिएर जानु अन्यायमा भनिन्छ है
यता भाँडा बनाउँदैछ यस्तो दामी छ यो किनकि यो अरू बेला चाहिँ रमाइलो हुन्छ आज चाहिँ खासै हेर्नुहोस् भाइ चस्मा लाउन यार कति करोडको चस्मा हो यार आम्मा ल भाइहरू वेलकम छ है मेरो च्यानलमा यता हेर न हौ यार ए तेरिका भाइहरू यस्तो बबाल छ सोल्डेनहरू वेलकम छ नमस्ते कसले मार्छ अरे मार्दैन त्यति साह्रो भाइरल हुँदैन नि फेस देखाउ न फेस बहिनी किन लजाउनु भएको ल एकचोटि आयो भनिदिनु सबैले म जान्छु नि त्यसरी है पाइँदैन र पनि देख्यो भने मलाई केस गर्नुहोस् है देख्नु भयो भने ठिक छ ल म गएँ त्यसो भने यस्तो दामी छ हाम्रो अनुमिता यस्तो हुनुपर्छ क्या उता हाम्रो सिस्टर जस्तो है ल यस्तो रमाइलो रहेछ यस्तो घाम छ आम के छ हौ आइज छ सबैभन्दा लामो पुलमा हाम्रो मुल्क सर चाहिँ अगाडि गइराख्नु भएको छ टिकटक बनाउनु भएको हजुरहरू टिकटक बनाउनु भएको यतैको हो कि कहाँको हो तपाईँहरू ए ल थ्याङ्क यू है सबैलाई हस् हस् थ्याङ्क यू तेरो गर्लफ्रेन्ड होइन मेरो तेरो गर्लफ्रेन्डको नाम आशा गुरुङ